योभन्दा अघिल्लो भिडियोमा जस्तै हामी फेरि पनि कलमी राख्न जाँदैछौँ। फेरि अब चाहिँ हाम्रो निबुवाको राख्न जान आँट्दैछौँ। सो एयर खै के जाति पो भनेको थियो, मैले पनि बिर्सेँ। मैले यति थोरै माटो र गोबर बोकेर हिँड्छौँ अनि थोरै हँसिया नाम्लो थोरै उतै घाँस काटेर आऊँ भन्ने हिसाबले है बाख्राहरू चाहिँ त्यतै मासतिर लगाएको। यहाँ त फल्नु त खतरा फल्छ कि, तर बिचरा यहाँ के भन्नु पोहोर हावाले केले हो भने त्यसकै वेट बढी भएर होला आधी ढलेको छ। सो म चाहिँ उहाँ राख्ने विचार गरेको छु। हामीले चाहिँ फाइनली कलमी राखिसक्यौँ। सो हेलो गाइज होइन, वेलकम अगेन इन आवर युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानल। सो योभन्दा अघिल्लो भिडियोमा जस्तै हामी फेरि पनि चट्टसँगले के गर्नेछौँ भन्दाखेरि कलमी राख्न जाँदैछौँ। फेरि अब चाहिँ हाम्रो निबुवाको राख्न जान आँट्दैछौँ। सो एयर खै के जाति पो भनेको थियो, मैले पनि बिर्सेँ। मैले झन् थम्बनेलमा त्यही राखेको त्यही बिर्सेछु। सो आज चाहिँ हामी निबुवाको राख्नेछौँ। सो त्यहाँ माथि हाम्रो ठुल्बाहरूको छ। सो ठुल्बाहरूकोमा गएर टक्कसँगले त्यहाँ राखेर आउनुपर्ने छ। सो यति थोरै माटो र गोबर बोकेर हिँड्छौँ अनि थोरै हँसिया नाम्लो थोरै उतै घाँस काटेर आऊँ भन्ने हिसाबले है बाख्राहरू चाहिँ त्यतै मासतिर लगाएको। जान्छ कि जाँदैन। सो यहाँदेखि यतादेखि तलतिरदेखि यता मासतिर लाउनु त यति मसक्कत भयो त हिँड्नु। अब केटा हामी पनि जाउँ, अहिले फेरि यिनीहरू कता कता पस्छ। सो अब चाहिँ हामी चट्टोसँगले उहाँ जानुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी बाख्रा पनि धपाल्दै जानुपर्ने हुन्छ त्यता मासतिर। सो त्यही भएर हामी चाहिँ हल्का यसरी क्यामेरा हलाउँदै अलि नमिल्ने भएको हुनाले हामी चाहिँ चट्टोसँगले पहिलो कुरो माई गस हामी चाहिँ अब के जाति भन्छ हल्का सिनेमेटिकको रूपमा जाउँ न त है। सो लेट्स सी गाइज होइन, थोरै सिनेमेटिक हेर्नु होला। अनि त्यसपछि हामी उहाँ पुगेपछि कलमी राख्नेछौँ। सो लेट्स सी। सो गाइज हैन हामी चाहिँ चट्टोसँगले यहाँ कलमी राख्न आइसक्यौँ। सो यहाँ हेर्न सक्नुहुन्छ। सो यहाँ त फल्नु त खतरा फल्छ कि, तर बिचरा यहाँ अस्ति के भन्नु पोहोर हावाले केले हो नि यसकै वेट बढी भएर होला
यहाँ आधी ढलेको छ सो म चाहिँ उहाँ राख्ने विचार गरेछु सो ठ्याक्कै यहाँ सो अब चाहिँ यहाँ राख्नेछौँ अनि यसलाई चाहिँ अङ्ग्रेजीमा एयर लेयरिङ भन्छ क्या अरे मैले चाहिँ थम्बनेलमा एयर लेयरिङै भनेर राखेको छु अब के कसो भन्छ इफ मिस्टेक भएको छ भने भन्नु होला सो यो भिडियो मैले योभन्दा अगाडिको भिडियोमा चाहिँ भन्न बिर्सेछु है सो अब चाहिँ हामी यहाँ टोटल हाम्रो भतिज क्यामेराम्यान हुन्छ अनि म चाहिँ गर्नेछु सो लेट्स सी गाइज हेरौँ मलाई सो गाइज होइन वी आर रेडी टु के जाति भन्छ सो एयर लेयरिङ के जाति भन्छ सो अब चाहिँ हामी गर्नेवाला छौँ सो अनि यहाँ मैले चटोसँग थोरै घिउ कुमारी लिएर आएको थिएँ सो त्यो चाहिँ कहाँ झर्यो वी डोन्ट नो अबाउट द्याट है सो यहाँ हामीले चाहिँ माटोहरू मुछौँ सो आज अब चाहिँ घिउ कुमारी बिना हामी गर्ने प्रयास गर्छौँ लेट्स सी हुन्छ हुँदैन Let's go! I can see my future and it's looking bright. Not used to the light, I was born at night. But I'm used to a fight, not a new sight. Left, right, everybody roll the dice. No regrets when I finally leave, I'll finally be the final be a better me. My destiny is to invest in me, a quest to be the best, yeah, legend free. From a world that's been feeling so wounded, I got dreams and they feel so lucid. I got dreams that they think are stupid. It's alright, sit back cause I do this. I don't take this life for granted, my mind's expanding. It's time for a fight, commanding the war. I want more, yeah, I said I want more. Took a life full of hooks, time to even the score. One life left, so I gotta make it count. Two bloody ends, work hard just to build it now. Three more doubts in my head, try to tear me down. But I won't let it show. Falling, scaring me alone through the struggle now. 5 toes dangle off the edge, don't look down. 6 feet deep, what will I leave when I'm underground? I don't know, Let's go! but watch me go. Take a deep breath in, can you feel that? That's 1 in a billion, wait 1 in a trillion. A life that's been given, a life that's worth living. I don't wanna miss it, I'll get up and get it. Cause I got a vision, I got ambitions. I've got the energy, I'm on a mission. Passion and purpose, they light the ignition. I made a decision, so listen up. I'm here to take a stance. You cannot keep me down, digging from underground. I'm here to take a chance. Never down for the count, I'll go another. सो गाइज होइन हामीले चाहिँ फाइनली कलर मिलाइसक्यौँ सो अब चाहिँ यो चाहिँ हामी छोटोसँगले 3 महिनापछि आउँछौँ होला सायद होइन सो अनि त्यो योभन्दा अगाडिको भिडियोमा मैले जुन गरेको थियो नि त्यो राखेको थियो नि त्यो पनि हामी 3 महिनापछि नै उ गर्नेछौँ सो अनि यो चाहिँ मलाई अलिक हल्का ट्रस्ट पनि लागेको छैन है तर हल्का यो अलि अप्ठ्यारो ठाउँमा नि गरे जस्तो लागिरहेको छ मैले है अलिक हुन्छ नि ठाउँ न ठहर के जाति भन्छ सो त्यो मिलाएर बुझ्नु होला त्यो जस्तो लागिरहेको छ मैले त्यो अलिक गुड ठाउँमा गरेर जस्तो लागिन मलाई है सो चटोसँगले यो चाहिँ अब हामी एकैचोटि 3 महिनापछि आउने वाला छौँ होला सायद होइन अब चाहिँ म यहाँबाट 1-2वटा डाक्ला यस्तो लिएर पनि जान्छु तल अनि सो त्यो प्याचहरू राखेको थियो नि सो त्यसरी पनि गर्छु लगेर लेट्स हुन्छ भने भयो भने एकदम गुड भयो भने अब के छ र होइन सो अनि अर्को कुरा के छ भन्दाखेरि अर्को कुरा चाहिँ के छ भन्दाखेरि यो जुन तपाईँहरूले उ गर्नु भएको नि सो मैले गरेको छु नि सो त्यो चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ हेर्न चाहनुहुन्छ कहिले कसरी प्रोसेस गर्यो भनेर अनि म पनि राख्न चाहन्छु भनेर सोचिराख्नु भएको छ नि सो तपाईँहरूलाई मैले यो गर्ने प्रोसेस प्रक्रिया चाहिँ मैले जुन भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु सो त्यो डिस्क्रिप्सन यो अहिलेको छैन है योभन्दा अगाडिको भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु सो त्यहाँबाट गएर हेर्नु सक्नुहुन्छ सो अनि जुन यो भिडियोको पार्ट 1 चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिन्छु त्यसको लिङ्क चाहिँ सो त्यहाँबाट गएर हेर्न सक्नुहुन्छ योभन्दा अगाडिको पार्ट पनि सो विल इन नेक्स्ट भिडियो गाइज होइन सो स्टे सेफ एन्ड बी केयरफुल एन्ड टेक केयर सो अब हामी एकैचोटि मेबी 3 महिनापछि भेट्नेछौँ सो लेट्स सी गाइज I just wanna go